गुरुदेव नमस्कार। नमस्कार हजुर। म हजुरलाई एउटा प्रश्न गरौँ। हजुर। हाम्रो अब नेपाली समाजमा भनौँ विशेष गरी हैन, यो चाहिँ साउथ एसियामा पनि होला, तर हाम्रो महिलाहरूले चाहिँ एउटा विवाह गरेर विवाह टुटिसके पछाडि फेरि अर्को सम्बन्ध पनि यदि राख्नुभयो या सुरुवात गर्नुभयो भने पनि त्यसमा चाहिँ एउटा हीनताबोध अथवा ग्लानी सम्मिश्रित हुन्छ, अथवा आफ्नो परिवार या समाजले पनि हेरेका दृष्टिले हेर्छ कहिलेकाहीँ। यसमा हजुरको के राय छ? हजुर, धन्यवाद प्रश्नको लागि। हजुरको मात्रै नभएर यो आधा आकाश अर्थात् यो समग्र नारीहरूको विशेष यो प्रश्न हो। जसरी यो प्रश्नले जसरी धेरै नारीहरू एकचोटि विवाह भइसकेपछि हेरेको आफूलाई चाहिँ कमजोर अथवा पाप हो कि अथवा आफू कमजोर भएको हो कि भन्ने तरिकाले हेर्नुहुन्छ। सर्वप्रथम त हामीले यो बुझ्नुपर्छ कि जब चैतन्यको दृष्टिले हेरिन्छ आत्माको कुनै स्त्री र पुरुष लिङ्ग नै हुँदैन। तसर्थ आत्मा जहिले पनि निर्मल हुन्छ, निष्कलङ्कित हुन्छ, त्यो प्योर हुन्छ। र हाम्रो शरीर मात्र हामीले हर्मोनको कारणले स्त्री र पुरुष भएको हो। र यदि कसैको उसको कुनै विवाह पहिला भयो र शरीरपछि फेरि अर्को कोहीसँग जीवनसाथी बन्यो अथवा फेरि पनि बन्यो भने उसको मन चाहिँ परमात्माप्रति अथवा आफूप्रति अस्तित्वप्रति निर्मल रहिरह्यो भने उसले बिटुलीको महसुस गर्नै पर्दैन। पहिलो कुरो आत्मा निर्विकार छ र जहिले पनि उसले हीनताबोध गर्नै पर्दैन, किनभने परमात्माको अथवा मोक्ष हुनको लागि, बुद्ध पुरुष हुनको लागि अथवा विदुषी हुनको लागि शरीरभन्दा महत्त्वपूर्ण कुरा चाहिँ चैतन्य हो। तसर्थ शरीरले होइन, चैतन्यले। योगमाया हाम्रो नेपालमा जन्मिनु भएको कतिचोटि विवाह गर्नु पर्यो उहाँले बाध्यताले, तर पनि उहाँको एउटा परमबोधले गर्दा उहाँ एउटा योगिनी बन्नुभयो। मन पवित्र थियो, शरीर ठुलो कुरो होइन। त्यस्तै गरेर हाम्रो रामायणमा आउँछ जसरी अहिल्याले जसरी उहाँले इन्द्रसँगको अवैध सम्पर्क भयो र त्यस पछाडि उहाँलाई आत्मग्लानी भयो र त्यो बेलामा आत्मग्लानी भएकै कारणले ऋषिको श्रापले, आफ्नो पतिको श्रापले उहाँ पत्थर जस्तै हुनु पर्यो, पत्थरै हुनु पर्यो। तर पछि श्रीरामको प्रवेश भएपछि उहाँले स्पर्श गरेपछि उहाँ परि भएर जानुभयो भनिन्छ नि। त्यसको तात्विक असर पनि त्यही हो। उहाँ पनि आत्मग्लानीले बसिरहनु भएको थियो। गौतम ऋषिको श्राप थियो, पत्थर जस्तै भनेको पत्थरै नभएर पत्थर जस्तै हुनुभएको थियो। तर पछि चाहिँ के भइदियो भनेदेखि श्रीराम भनेको ज्ञान हो। जब ज्ञान आयो, बुद्धि आयो, यो शरीर त केही होइन रहेछ नि। शरीरको कारणले हामीले मोक्ष र मुक्तिलाई दाउमा राखेर बस्ने होइन। विवाह एकजनासँग हुनसक्छ, भयो भने राम्रो हो, उसैसँग सधैँभरि भइरहोस्। र एउटा कर्मले अथवा कुनै पनि प्रकारले हामी एकअर्कासँग जोडिन्छ।